नेपालमा विद्युत सबै जनतालाई फ्री गरे पनि हुन्छ। फ्री गर्न सकिन्छ। फ्रीमा सरकारलाई आउँछ। त्यो फ्रीमा आइसकेपछि त्यो फ्रीको विद्युत फ्रीमा दिनलाई के आपत्ति हो? नेपाली युवाहरू खाडीमा जाने होइन, विदेशमा जाने होइन, विदेशका युवाहरू यहाँ आएर काम गर्ने अवस्था हो। ग्रीन इकोनोमी, हाम्रो ग्रीन इकोनोमी, हरेक चिज ग्रीन। हाम्रो पर्यटन क्षेत्रमा ग्रीन पर्यटन, ग्रीन टुरिज्म प्रडक्ट सेल गर्न सक्छ। त्यो भएको हुनाले यो हाइड्रो पावर मैले एउटा सेक्टरको मात्रै कुरा गरिरहेँ। अब 50-40 खरब पैसा विदेशबाट नेपालमा आउँछ भने र यहीँ भित्र पनि जेनेरेट हुन्छ भने त्यसपछि तपाईले विद्युत नेपालमा नेक्स्ट 10 देखि 15 इयर्समा नेपालमा विद्युत सबै जनतालाई फ्री गरे पनि हुन्छ। फ्री गर्न सकिन्छ। किन सकिन्छ भने अहिले हाइड्रो पावरहरू जति बनेको छ, दशौं हजारको हाइड्रो पावर बनिरहेछ। 30 वर्षपछि 15-20 वर्ष त धेरैको भइसक्यो। सबै फ्रीमा सरकारलाई आउँछ। त्यो फ्रीमा आइसकेपछि त्यो फ्रीको विद्युत फ्रीमा दिनलाई के आपत्ति हो? त्यो भएको हुनाले फ्रीमा विद्युत दिन सकिन्छ। शिक्षा फ्री गर्न सकिन्छ, स्वास्थ्य फ्री गर्न सकिन्छ। लक्जमबर्ग मैले माल्टामा गएको थिएँ, ट्रान्सपोर्टेसन पनि फ्री रहेछ। रेभिन्यूको सोर्स के हो भनेर सोद्धाखेरि रेभिन्यूको सोर्स त टुरिज्म मात्रै रहेछ। त्यहाँ त सानो यत्रो कन्ट्री छ, अरू केही पनि छैन, टुरिज्म मात्रै। एउटा टुरिज्मको रेभिन्यूले शिक्षा, स्वास्थ्य, ट्रान्सपोर्टेसन सबै फ्री छ। त्यो गर्न सकिन्छ। त्यो फ्री गरेर पनि देशमा यति ठुलो लगानी गर्न सकिन्छ, क्यापिटल पुँजीगत लगानी यति ठुलो गर्न सकिन्छ। त्यसपछि तपाईँले कति हाइड्रो पावर बनाउने, कति टनल बनाउने, कति रोड बनाउने, कति ट्रेन चलाउने, त्यो सबैमा लगानी गर्न सकिन्छ। त्यो लगानी देशभित्रको लगानी र त्यसपछि नेपाली जनता, नेपाली युवाहरू खाडीमा जाने होइन, विदेशमा जाने होइन, विदेशका युवाहरू यहाँ आएर काम गर्ने अवस्था हो। विदेशका युवा, यति सुन्दर देश छ, यति सुन्दर देश छ, हावापानी सुन्दर छ, ठाउँ सुन्दर छ। यति सुन्दर देशमा यति रिसोर्स छ। मैले हाइड्रो पावरको मात्रै कुरा गरेँ। टुरिज्म, हाम्रो धार्मिक टुरिज्म कति ठुलो छ। लुम्बिनी, बौद्ध, पशुपति, मुक्तिनाथ, यहाँ हिन्दू, बुद्धिस्ट सबैको टुरिज्म प्रडक्टलाई सेल गर्न सक्यौँ भने कति ठुलो टुरिज्म, धार्मिक टुरिज्म मात्रै। नेचुरल हाम्रो प्राकृतिक स्रोत साधन भएको ठाउँमा हाम्रो माउन्ट एभरेस्टदेखि लिएर सबको टुरिज्मलाई सेल गर्न सक्यौँ भने हामी कहाँ पुग्छौँ? टुरिज्म सेल गर्न सकेका छौँ। अब सबभन्दा ठुलो एसेट भनेको नेपालको, म यो नेचुरल रिसोर्स भन्दा पनि सबभन्दा ठुलो एसेट भनेको ह्युमन क्यापिटल, यो नलेज क्यापिटल, यो तपाईँसँग भएको नलेज। म यो संसारभरि घुमेँ। गल्फ कन्ट्री ओमनमा गएका नेपालीहरूले त्यहाँ ओमनको आइटी सेक्टर लिड गरिरहेछ। 20-30 लाख रुपियाँ खान्छन्, त्यहाँ तलब खान्छन्। संसारभरिका नेपालीहरू यति विज्ञ छन् आइटीमा, तपाईँको चाहिँ अहिले हरेक क्षेत्रमा विज्ञता हासिल गरेर त्यत्रो ठुलो काम गरिरहेछ। र नेपालमै रहेका हाम्रो जुन क्यापिटल छ, ह्युमन क्यापिटल, त्यसलाई प्रपरली युज गर्न सकेनौँ। त्यो प्रपरली युज गर्न साथ सबभन्दा ठुलो क्यापिटल भनेकै त्यही हो। एउटा इजरायल भन्ने देश, सानो देश, के पनि छैन, तर टेक्नोलोजीले कति ठुलो परिवर्तन, त्यहाँको ह्युमन रिसोर्स, त्यहाँको ब्रेन सेल गरेर संसारलाई थर्काएर बसेको छ, संसारलाई आफ्नो कब्जामा राख्न सकेको छ। किन ह्युमन क्यापिटल हाम्रो लागि सबभन्दा ठुलो क्यापिटल हो। एग्रिकल्चरको त कुरै छोडिदिनुहोस्, एग्रिकल्चर हामीले केही गर्नै सकेका छैनौँ। एग्रिकल्चरको हामी हेर्ने हो भने यहाँ प्रडक्टको सेल गर्न मार्केट दिन सकेका छैनौँ। केही गर्न, अस्ति खाडीमा जाँदाखेरि गल्फ कन्ट्रीका साथीहरूले भन्थे टमाटरको खेती गरेको, टमाटरको मार्केटै पाएन, त्यो त चाहिँ फाल्नुभन्दा बरु यहीँ आएर काम गर्नु बेटर लाएर आएको भन्नु। त्यो मार्केट राज्यले किन क्रिएट गर्न सकेन? त्यो मार्केट
जुन चेन एउटा कृषिजन्य वस्तुहरूको जुन मार्केटसम्म लाने चेन हामीले डेभलप गर्न सकेनौँ। अब त्यो गर्नुपर्छ। यहाँ यति धेरै चाहिँ हाम्रो सम्भावना छ, त्यो सम्भावनालाई हामीले एक्सप्लोइट गर्न सकेका छैनौँ। हामीसँग भएको ढुङ्गा, माटो, वन जङ्गल सबैको पैसै पैसा छ, तर हामी सबै फालिरहेछौँ। वन कुवाएर राख्नुपर्छ, सिनोले खानुपर्छ। निकुञ्जको हाम्रो वन कति छ भने 45% वन छ, त्यो कमर्सियल युजमा कहिले पनि आएन। चितवनको जङ्गलमा भएको वनको रुख एउटा पनि बाहिर आउँदैन, किन? त्यसले सिनोले नै खानुपर्छ, त्यसलाई युज गर्दैन। तर मलेसिया र चाइना बाहिर देशबाट 3-4 खरबको वनका यो काठका सामानहरू इम्पोर्ट गर्छ, आफ्नो कुवाउने इम्पोर्ट गर्ने। यो गलत, यो कमर्सियल युज गर्नु पऱ्यो वनको। भनेको वन त काट्नै दिँदैन, मैले त्यहाँ भन्ने गरेको थिएँ, त्यो त ट्रोल बनायो, यो वन काट्नलाई गाह्रो छ भनेको हो। र त्यो एकदमै त्यसलाई कमर्सियल युज कसरी गर्ने? तपाईँ फुलबारीमा जानुहोस्, मैले 400-500 गाडी हरेक दिन जान्छ त्यहाँ भुटानबाट ढुङ्गा र माटो लिएर बङ्गलादेश जान्छ। हामी चाहिँ ढुङ्गा र माटो के गर्छौँ भने, होइन यहाँ खन्नै हुँदैन, यो पनि खन्नु हुँदैन, त्यहाँ पनि खन्नु हुँदैन, गर्नु हुँदैन भनेर हामी त्यो पैसा त्यहीँ राख्छौँ, छोडिदिन्छौँ। अनि के गर्छौँ भने त्यो चुरीबाट निस्केको खोलाहरू त्यो ढुङ्गा माटो थप्दा थप्दा माथि माथि आउँदो रहेछ। अनि अर्को बाढी आउँदाखेरि सबै खेत पनि बगाउने, गाउँ पनि बगाउने, माथि माथि आएपछि बगाउने भयो। अस्ति म त्यहाँ एसियन हाइवे बनिरहेछ, यो हाम्रो पूर्व पश्चिम एसियन हाइवे यो अनारमनीदेखि यता बनिरहेछ। ठेकदारहरूले भन्छ यहाँ त माटै पाउँदैन, कसरी काम गर्ने, माटो भन्नलाई काहीँ पनि दिँदैन। अब यत्रो देशमा माटै थियो, माटो खन्न निकाल्न काहीँ पनि दिँदैन। अब गाउँपालिकाले नदिने, उता नगरपालिकाले नदिने, कता नदिने, कहाँ चाहिँ केही पनि गर्न नदिने। अनि किन ढिलो भयो भने 6 महिनासम्म मैले माटो खन्न पनि अहिले पनि पाएको छैन भने